हेलो गाइज, सबैलाई गुड मर्निङ। यसो गरी फेरि हामी नयाँ भिडियोमा जोडिसकेका छौँ। अहिले चाहिँ सबैजना भर्खरै उठेर कोही फोटो खिच्न आगो ताप्नमा व्यस्त हुनुहुन्छ। धेरै साथीहरूले चाहिँ अब राति निन्द्रा नपुगेको गुनासो गरिराख्नु भएको छ। त्यसै गरी चाहिँ अब यता हाम्रो भानु दाईबाट स्टार्ट गर्न चाहन्छु। तपाईँको गुड मर्निङ दाई। अनि तपाईँको अब आजको अहिलेको रात चाहिँ कस्तो भयो त? निन्द्रा कस्तो भयो? धेरै बोल्यो, जाडो धेरै लागेर निन्द्रा पुगिरहेको छैन। यो बोल्नेहरूलाई चाहिँ होइन, उनीहरूलाई चाहिँ मुख टालिदिनुपर्छ होला यो अक्सारेर। भाइ अनि राति सुताइ कस्तो भयो त? एकदम हँसिलो भाइ। मेरो त राम्रो भएन, जाडोले झन्डै मारियो नि। यसै गरी सुदर्शन दाईको चाहिँ कस्तो भयो त? अनि धेरै हल्ला गर्नुभयो अरे भनेर कम्प्लेन पनि आयो। बबालै भएको तर दुईजना, एकजना सानो बच्चा र एकजना अलिक बुढो बुढोले पादेर बोल्नु बाध्य बनाएर हल्ला चाहिँ भयो अलिअलि होइन। त्यसै गरी यता शक्ति दाईलाई सोधिहालौँ, कस्तो भयो त राति निन्द्रा? रातिको सुताइ चाहिँ अलिकति भिरालो ठाउँ है, अलिकति हल्लिनु नहुने, हल्लेको बित्तिकै एकदम तल सिधै पिछारै झरिने। अनि हाम्रो सुभद्रा चाहिँ जाडोले आज झन्डै गुल्टिसकेको ब्ल्याङ्केट ल्याएर मात्र हो। हाम्रो भान्जा विशाल भान्जा कस्तो भयो त? हाम्रो चाहिँ एकदम दामी भएको थियो। चिसो भन्ने चाहिँ अलिकति पनि थिएन। ठिक छ, गाडीभित्रमा सही थियो होला। गाडीभित्र सुत्नु गएको क्या, हाम्रो नरेश त एकदम देखिरहनु भएको छ, फोटो खिच्नमा धेरै व्यस्त हुनुहुन्छ। तैपनि अब म एकैछिन उहाँलाई अलमलाउन चाहन्थेँ। अनि आज रातिको सुताइ कस्तो भएको थियो त दाइ? आज रातिको सुताइ ठिकै छ। अब अलिकति ठाउँ चाहिँ अलिकति भिरालो भयो, भिरालो भए पनि ठिकै छ। बेलुका सुताइ त ठिकै भएको थियो, बिहान हुने बेलामा चाहिँ चिसो हावा चल्दो रहेछ होइन। त्यो हावाले चाहिँ अलिकति सुताइमा अलिकति कठिनाइ आयो। अरू सबै ठिकै छ, रमाइलो भयो, मजै भयो। धन्यवाद दाइ। र एकदम दामी हिमालहरू भ्यूहरू देखिराखेका छौँ। त्यसै गरी यहाँ एकदम हाम्रो टेन्टमा बसिराख्नु भएको छ भर्खरै उठेर। मर्निङ दाइ, मर्निङ अङ्कल। सेवारो। र तपाईँको आजको सुताइ चाहिँ कस्तो भयो त? आफ्नो अनुभव सेयर गरिदिनुहोस् न त। सुताइ ठिकै हो, तर एटलिस्ट भन्नुपर्दा सबै नुबै भयो। निन्द्रा लाग्यो राम्ररी। ल ठिकै छ, निन्द्रा पुग्यो भनौँ न। ल अङ्कल धन्यवाद। यता हाम्रो काका चाहिँ अझै निन्द्रादेखि नखुलेको अवस्था देख्न सक्नुहुन्छ। एकदम हँसिलो अनुहार लिएर र भ्यूहरू चाहिँ एकदम दामी बवाल लागिरहेछ। ठाउँ चाहिँ एकदम दामी, लास्टै बवाल।